मैले बारम्बार भनिसक्यो भन्न सक्दिनँ यदि फागुन 21 गते सुशीला कार्कीको नेतृत्वमा यो देशमा चुनाव गरेछ भने नि तपाईहरूले मेरो मुखमा पिसाब फेर्दिनुहोस्। मैले भगवान मन्दिर पूजा गर्थे आजबाट गयो त ल सम्भव मात्रै छ भनेको भए पनि मैले केही गर्दिनँ। कौन है ये लोग? कहाँ से आते हैं? यदि फागुन 21 गते सुशीला कार्कीको नेतृत्वमा यो देशमा चुनाव गरेछ भने नि तपाईहरूले मेरो मुखमा पिसाब फेर्दिनुहोस्।